सो गाइज अहिले चाहिँ 10 बजेको छ र मैले भर्खर टिसिपी आइपीको बारेमा सकेको थिएँ र त्यसको बारेमा ब्लग पनि बनाएको थिएँ। त्यही हो आज चाहिँ मैले टिसिपी आइपीको बारेमा सिकेँ। त्यसपछि बाहिर मतलब ट्युसन पढ्न पनि गएँ र त्यही हो अब पाइथनको बारेमा अलिअलि पनि सिकेँ। पाइथनको बारेमा चाहिँ मैले राइटअप लेखेको छैन तर टिसिपी आइपीको बारेमा चाहिँ मैले लेखेको छु। कसरी हामीले नेटकाइट कमान्डहरू कसरी युज गर्ने, वायरसार्क कसरी युज गर्ने, त्यसको बारेमा पनि मैले अलिअलि भए पनि हेरेको छु। तर पछि चाहिँ अब त्यसकोमा पनि बिस्तारै डिपली बुझ्दैछु। अहिले चाहिँ बेसिक्स चाहिँ कभर गरेको छु अहिलेको लागि चाहिँ। अब बिस्तारै वायरसार्कलाई चाहिँ मास्टर गर्नेछु, अन्त सिक्दै जानेछु र बाँकी अब चाहिँ एचटिटिपिएस सिक्ने प्लान छ मेरो भोलि चाहिँ। अब हेरौँ के हुन्छ। थ्याङ्क यू।